सबैलाई नमस्कार। आज हामी कुरा गर्दैछौँ छठ पूजाको बारेमा। यो एउटा यस्तो महापर्व हो जहाँ आस्था, अनुशासन र प्रकृतिप्रतिको कृतज्ञता सबै एकै ठाउँमा देख्न पाइन्छ। सूर्यको आराधना त छँदैछ, तर यो पर्व त्योभन्दा पनि गहिरो छ। सोच्नुस् त, यस्तो कुनै पर्व छ होला जसले उदाउँदो सूर्यलाई मात्र होइन, अस्ताउँदो सूर्यलाई पनि पूजा गर्छ? हो, छठ पूजा त्यस्तै एउटा पर्व हो र सायद यही कुराले नै छठलाई सबैभन्दा विशेष बनाउँछ। आउनुहोस् यसको यही अनूठो पक्षबारे अलिक गहिराईमा जाउँ। अब छठको महत्त्व बुझ्नको लागि सबैभन्दा पहिले यो कहिले र किन मनाइन्छ भन्ने कुरा हेरौँ। यसको परम्पराको जरो कहाँसम्म फैलिएको छ त्यो पनि जानौँ। धेरैलाई थाहा नहुन सक्छ, छठ वास्तवमा वर्षमा 2 पटक मनाइन्छ। एउटा कार्तिक महिनामा जब जाडो सुरु हुन लाग्छ र अर्को चैतमा गर्मीको आगमनसँगै। कार्तिक छठ त एकदमै धुमधामले मनाइन्छ, तर चैते छठ अलि सीमित क्षेत्रमा मात्रै। तर यहाँ रोचक कुरा के छ भने नि, समय र मनाउने स्तर फरक भए पनि पूजा गर्ने विधि, नियम र आस्था त्यो चाहिँ ठ्याक्कै एउटै हुन्छ। अब प्रश्न आउँछ, छठमा पूजा कसको गरिन्छ? सूर्यको त हो, तर त्यति मात्रै होइन। यो पर्वको सुन्दरता नै यसको दोहोरो आराधना हो। दिनको समयमा जीवन र ऊर्जाको स्रोत सूर्यदेवको पूजा हुन्छ, अनि रात परेपछि संरक्षण र समृद्धिकी देवी छठी मैयाको आराधना गरिन्छ। सूर्य र छठी मैया दुवैको पूजा एकै साथ हुन्छ। छठ पूजा भनेको एकै दिनमा सकिने उत्सव होइन, यो त एउटा लामो 4 दिनको आध्यात्मिक यात्रा हो, एकदमै कठोर अनुशासनको यात्रा। आउनुहोस् यो यात्राको सुरुवात कसरी हुन्छ हेरौँ। यो 4 दिनको यात्राको हरेक दिनको आआफ्नै महत्त्व छ। पहिलो दिन नहाए खाएबाट सुरु हुन्छ, जहाँ पवित्र स्नान र शुद्धिकरण गरिन्छ। दोस्रो दिन खरनामा दिनभरिको उपवास हुन्छ। तेस्रो दिन सन्ध्या अर्घ्यमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ र अन्त्यमा चौथो दिन उषा अर्घ्यमा उदाउँदो सूर्यलाई पूजा गरेर यो यात्रा टुङ्गिन्छ। यो एउटा पूरा चक्र जस्तै हो। पहिलो दिन अर्थात् नहाए खाएको दिन सबै कुरा शुद्धतामा केन्द्रित हुन्छ। व्रतालुहरू नदीमा स्नान गर्छन्, घरलाई पुरै सफा गर्छन्। यहाँसम्म कि दाँत माझ्न पनि टुथपेस्ट होइन, आँपको हाँगवा प्रयोग गरिन्छ। दिनमा 1 पटक मात्रै शुद्ध शाकाहारी भोजन। यो सबै किन त? किनभने यो दिन भनेको आउँदा दिनहरूको कठोर व्रत र भक्तिको लागि शारीरिक र मानसिक रूपमा आफूलाई तयार पार्ने दिन हो। अब आउँछ दोस्रो दिन, खरना। यो दिन झनै कठिन हुन्छ। दिनभरि पानी पनि नखाई निराहार व्रत बसिन्छ, अनि साँझ परेपछि मात्र माटोको नयाँ चुलोमा पकाइएको खीर र रोटीको प्रसाद खाएर व्रत तोडिन्छ। यो साँझको पूजालाई खासमा छठी मैयाको पूजा मानिन्छ, अनि त्यो प्रसाद एक्लै खाइँदैन, परिवार छिमेकी सबैसँग बाँडिन्छ, जसले गर्दा सामाजिक सद्भाव पनि बढ्छ। तेस्रो दिन हो, यो दिनलाई छठको मुटु नै भन्न सकिन्छ। यो दिन साँझमा नदी वा पोखरीको किनारमा, जसलाई घाट भनिन्छ, हजारौं मानिसहरू भेला हुन्छन्। त्यो दृश्य साँच्चै हेर्न लायक हुन्छ। आस्था र समुदायको एक जीवन्त उत्सव। अनि घाटमा खालिया जाने होइन, बाँसको टोकरी जसलाई डाला भनिन्छ, त्यसमा विभिन्न भेटीहरू सजाइन्छ, जस्तै गहुँको पिठोबाट बनेको गुलियो ठेकुवा, चामलको पिठोको कसार, अनि उखु, नरिवल, केरा, अदुवा। यी चिजहरू केवल खानेकुरा मात्र होइनन्, यिनीहरूले प्रकृतिले दिएको उपहार र राम्रो फसलको प्रतीकको रूपमा काम गर्छन्। यो सबै सूर्यदेवप्रतिको कृतज्ञता हो। यो भनाइले घाटको वातावरणलाई ठ्याक्कै बयान गर्छ। साँच्चै त्यो बेला नदी किनारको पुरै माहौल नै बदलिन्छ। जताततै परम्परागत गीतहरू गुन्जिरहेका हुन्छन्, मानिसहरू प्रार्थना गरिरहेका हुन्छन्। त्यो हेर्दा कुनै एकजनाको पूजा जस्तो लाग्दैन, बरु एउटा सिङ्गो समुदायको सामूहिक आस्थाको उत्सव जस्तो देखिन्छ। अनि त्यही भिडको बीचमा व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिन्छन्, अर्थात् पवित्र जल अर्पण गर्छन्। यो क्षण एकदमै गहिरो र आध्यात्मिक हुन्छ, र फेरि पनि यो कुराले छठलाई कति विशेष बनाउँछ भनेर देखाउँछ। संसारमा यस्ता थोरै मात्र परम्परा होलान् जसले उदाउँदो मात्र होइन, अस्ताउँदो सूर्यलाई पनि यति धेरै सम्मान दिन्छन्। सूर्य अस्ताएपछि पनि पूजा सकिँदैन। धेरै व्रतालुहरूले कोशिया भन्ने एउटा विशेष अनुष्ठान गर्छन्। यसमा उखुका लाक्राहरूको एउटा सानो मण्डप जस्तो बनाएर त्यसमुनि दियो बालिन्छ। यो पूजा चाहिँ विशेष गरी छठी मैयाको लागि हो।
फेरि त्यही कुरा आयो होइन त, दिनमा सूर्यको पूजा अनि रातमा देवीको पूजाको यो दोहोरो स्वरूप छठको अर्को सुन्दर पक्ष हो। अब हामी आइपुग्यौं यो यात्राको अन्तिम दिनमा। चौथो दिनको सुरुवात झिसमिसे बिहानमै सूर्योदय हुनुभन्दा अघि नै हुन्छ र यही दिनले त्यो कठोर व्रतलाई एउटा सुखद अन्त्य दिन्छ। अँध्यारोमै व्रतालुहरू फेरि नदी किनारमा पुग्छन् र उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिन तयार हुन्छन्। अघिल्लो साँझ अस्ताउँदो सूर्यलाई विदा गरिएको थियो, अब उदाउँदो सूर्यलाई स्वागत गरिन्छ। यो अन्तिम अर्घ्यले पूजाको पूरा चक्रलाई समाप्त गर्छ। यो भनेको अँध्यारोमाथि उज्यालोको जित र नयाँ जीवनको सुरुवातको उत्सव हो र यसले त्यो कठिन व्रत सफलतापूर्वक पूरा भयो भन्ने पनि जनाउँछ। पूजा सकिएपछि चौथो दिनको बिहान व्रत तोड्ने काम हुन्छ, जसलाई पारिरण भनिन्छ। सोच्नुस् त, लगभग 36 घण्टासम्म पानी समेत नपी बसेपछि प्रसाद ग्रहण गर्ने त्यो क्षण कस्तो होला। व्रतालुहरूले एकअर्कालाई प्रसाद बाँड्छन् र आफ्नो भाकल पूरा गर्छन्। यो क्षण भनेको आफ्नो वाचा पूरा भएको र समुदायसँगको एकताको एउटा शक्तिशाली प्रतीक हो। कुनै पनि परम्परा सधैँ एउटै रहँदैन, समयसँगै परिवर्तन हुँदै जान्छ। छठ पनि त्यस्तै हो। यो प्राचीन परम्परामा आजको आधुनिक समयले के कस्ता प्रभाव पारेको छ, आउनुहोस् अब छठको हिजो र आजको स्वरूपलाई अलिकति निहालौं। यहाँ हेर्दा के देखिन्छ भने छठको मूल आत्मा, त्यो भक्ति र आस्था, त्यो त जस्ताको तस्तै छ, तर बाहिरी स्वरूपमा भने धेरै परिवर्तन आएको छ। जस्तै पहिले केराको थम्बा र अशोकको पातले घाट सजाइन्थ्यो भने आजभोलि झिलिमिली बिजुली बत्तीको प्रयोग हुन्छ। व्रतालुहरू आफैले गाउने परम्परागत गीतहरू पनि बिस्तारै कम हुँदै गएका छन् अनि प्राकृतिक नदी किनारमा टेन्ट र अन्य आधुनिक सुविधाहरू सामान्य भइसकेका छन्। त्यसो भए जब कुनै पर्व यसरी विकसित हुन्छ, परम्परा र आधुनिकता कसरी सँगै अगाडि बढ्छन् त? यो एउटा महत्त्वपूर्ण प्रश्न हो। छठले आज सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती पनि सायद यही हो। कसरी यसको प्राचीन शुद्धता र सादगीलाई जोगाउने अनि कसरी आधुनिक संसारको सुविधा र परिवर्तनलाई पनि अँगाल्ने, यो दुई कुरा बीच सन्तुलन खोज्नु नै आजको आवश्यकता हो।